चाहिँ आज फेरि नर्वेको खतरा झरना हेर्नु जान लागेको। ए सब तम तयार हुँदैछ। खोया बुरिसको भी नानीको मसँग धसँग हुँदैछ। साथीभाइ हेरौँ। सुतेको नानीलाई चलाएर उठायो। बाहिर चाहिँ यस्तो छ साथी हो, फुलको बोट, साग अलिअलि आउँदैछ। बाहिरको भ्यूज यस्तो छ। यहाँ छ खोर्सानीको बोट आएछ साथी हो। अब हामी यो वाटरफलमा जाने। अब पापा यहाँ यता आउँदैछ। वाटरफल जाने हो अब। दुईटा माउन्टेन। अब हामी वाटरफल जाने। हेर्नुहोस् गाइस, अब हामी निक्लिसक्यो। हामी जाँदैछौँ। अब यहाँबाट लगभग 1 आवर लाग्छ हामी डेस्टिनेसनमा पुग्नुको लागि चाहिँ। त्यो माथिको ढुङ्गा जस्तो देख्नेमा चाहिँ मान्छे चढ्छ साथीहरू है। आस्केर आउँदाखेरि चढ्नु मन लाग्यो भने त्यहाँ आउनुहोस्, हामीलाई सम्पर्क गर्नुहोस्। हामी चाहिँ आइपुग्यो नाग्रा फल हो कि साग्रा फल भन्ने ठाउँ। हेर्नुहोस् साथीहरू त कसलाई हामी हेर्नुहोस् हेर्नुहोस्, हामी गलततिर आइगयो। अर्कोपट्टि जानु पर्दैछ। यस्तो छन् नाग्रा फल। आइपुग्यौँ हामी। अब यहाँ बसेर खाजा साजा खान्छौँ। यस्तो छ खोला। नेपाली परिवार चाहिँ यहाँ छन्। हेर्नुहोस् फोटा खिच्ने कार्यक्रम भइरहेछ। यहाँ दाइ चुरोट खाँदै हुनुहुन्छ। केटाकेटीहरू खेल्दैछन्। अब ल साथी भिडियो यहाँ एन्ड गरिदिन्छु म। चालु छ टिकटक बनाउँदै। 1 घन्टा हुन आँटे बसेको। अब हामी पारिपट्टि हेर्नुहोस् साथी हो। केटाकेटी त्यता छन्। आकाश यस्तो दामी छन् आज। खास यो झर्नाको भिडियो बनाउन आएको है साथीभाइ। आइपुग्यो ठाउँ हेर्नुहोस् त गलामा देखाउनु छ। यो झर्ना यस्तो छ। तपाईहरु नै आउनु होला। एकदमै राम्रो छ है। यहाँबाट यस्तो देखिन्छ। तपाईँको यहाँ मान्छेहरू छन्। हेर्ने ठाउँ यहाँबाट छ है।